दर्शक बहन श्रीमान खाडीमा श्रीमती यता झाडीमा होइन यस्तै यस्तै कहानी छ क्या साँच्चो भन्नुपर्दा हाँस उठेर आयो है कहानी यस्तै हो हेर्नुहोस् उहाँको श्रीमान होइन विदेश यस्तो हाँस उठेर आयो ओके श्रीमान विदेश गएको कति 3-4 महिना भएको थियो थिएन होला 4 महिना भएको थियो हजुर कि 3 महिना भएको थियो 3 महिना भएको थियो 3 महिना भएको थियो अब श्रीमान विदेश गएको 3 महिना नबित्दै यता तपाईँ चाहिँ अर्को केटासँग तपाईँको सम्बन्ध अगाडि बढ्यो होइन त हजुर अनि बढ्दै गयो श्रीमानले चाहिँ कसरी थाहा पायो त तपाईँले त लुकाउन चाहनुहुन्छ त्यो कुरा कसरी थाहा पायो अनि कसरी चाहिँ तपाईँहरूको झगडा अगाडि बढ्यो म त्यही कुरा सोध्न चाहेँ क्या तपाईँलाई हाम्रो टिकटकको साथी थियो अनि बोल्थ्यौँ यता म बिरामी भएर काठमाडौँ आएँ अनि त्यसपछि काठमाडौँ आइसकेपछि अनि बहिनी र भान्जी पनि थियो मसँग अनि बहिनी र भान्जीले फोन गरेर यो केटासँग बोल्छ भन्ने भान्जीलाई पनि थाहा थियो अनि त्यसपछि भान्जीले दाइ तपाईँ आउनु माइजू यहाँ बिरामी हुनुहुन्छ रुङ्न आउनु भनेर भान्जीलाई भने अनि त्यसपछि ऊ आयो अनि ऊ आइसकेपछि अनि यहीँ हस्पिटल आउनुभयो सँगै बस्नुभयो बहिनीहरू पनि थिए अनि दबाईहरू त्यो केटा भन्नाले को त्यही मसँग फोटो खिच्ने केटा नाम के हो सन्तोष सन्तोष हजुर यो हातमा यस्तो लेखेको S+S को हजुर अन्त यसो देखाउनु यसो माथि यो S+S ओके S+S यो प्लस हुनुभन्दा अगाडि चाहिँ उहाँसँग के कुरा भएको थियो त पछि जब प्लस भयो त त्यस्तो केही थिएन हामी दिदीभाइ भनेर बोल्थ्यौँ साथीकै रूपमा बोल्थ्यौँ हामी अनि दिदीभाइ चाहिँ कसरी प्लस भयो त अहिले फेरि म त हाँस उठेर आउँछ ओके मैले अघि सुरुमै भने नि श्रीमान खाडीमा श्रीमती झाडीमा भन्छन् नि हो त्यस्तै कहानी क्या उहाँको श्रीमान विदेश गएको कति पनि भएको छैन क्या मानौ 1-2 महिना त्यतिन्जेलसम्म त विदेशमा हुने मान्छेहरूलाई त्यो होम सिक भन्छ क्या परिवारको पीडा होइन उसलाई झलझल आँखामा आइरहन्छ श्रीमतीको छोराछोरीको होइन उसले काम गर्न पनि त्यो राम्रोसँग सकिरहेको हुँदैन अर्को कुरो नौलो ठाउँ होइन न भाषा थाहा हुन्छ